नमस्कार यहाँहरू सबैलाई रुटिङ अफ मौसममा फेरि एकपटक हार्दिक स्वागत छ। म हरेक दिन मौसमको पछिल्लो गतिविधि लिएर यहाँहरू समक्ष आउने गरेको छु। यहाँहरूलाई यो मौसम पेज सहयोगी लाग्छ भने फलो गरिदिनु हुन अनुरोध गर्दछु। मौसमी प्रणाली डिप्रेसन केही अगाडि बढेर उत्तर प्रदेश र बिहारको दक्षिणी भूभागमा रहेको छ र यही प्रणाली जोड्दै मनसुन र पश्चिमी क्षेत्रमा केही नजिक र पूर्वी क्षेत्रमा केही टाढाको अवस्थिति छ र अब यो बिस्तारै उत्तरवर्ती हुनेछ र नेपाल भन्दा केही नजिक रहनेछ। मनसुन ट्रफ नेपाल नजिकै रहनु भनेको बादल धेरै विकसित हुनु र वर्षा हुनु हो र मनसुन ट्रफ टाढा रहनु भनेको बादल बन्ने क्रम घट्दै जानु हो र यो वर्ष मनसुन केही समय अगाडि नै विदाई हुने केही संकेतहरू देखा परेको छ। आदरणीय मित्रहरू, मनसुन विदाई कसरी हुन्छ यहाँहरूलाई मैले थोरै जानकारी सेयर गर्न चाहे। भारतको गुजरात आसपास एउटा मौसमी प्रणाली बन्ने छ। यसलाई एन्टी साइक्लोनिक सर्कुलेसन भनिन्छ अथवा यो सर्कुलेसन घडीको दिशामा घुम्ने गर्दछ यसरी। र जब घडीको दिशामा हावा घुम्दछ उत्तरी गोलार्धमा हावा जमिनतर्फ आउनेछ अथवा हावा आकाशतर्फ उठ्ने छैन र बादल बन्ने सम्भावना रहँदैन। एकदमै चर्को घाम लाग्ने गर्दछ। यसैलाई उल्टो चक्रवाती हावाको क्षेत्र भनिन्छ र यो बन्न सक्ने केही सम्भावना जुटेको छ। यो बन्नु भनेको मनसुन विदाई हुन सुरु हुनु हो। मनसुन बाहिरिने केही आधारहरू अरू पनि छन्, जस्तै हावामा सापेक्षिक आर्द्रता कम हुँदै जानु हो। अहिले नेपालको कन्टेक्स्टमा हेर्ने हो भने सापेक्षिक आर्द्रता 70% भन्दा बढी रहेको छ। अब बिस्तारै हावामा मोइस्चर कम हुँदै जाने र लगातार 5 दिनसम्म कुनै पनि वर्षा नहुने, यो तीनवटा प्रमुख आधारबाट मनसुन विदाई भएको घोषणा गर्ने गरिन्छ। सामान्यतया मनसुन जेठको 25 गते नेपाल भित्रिएर असोजको 25 गतेसम्ममा बाहिरिने गर्दछ भने कुनै वर्ष 10-8 दिन अगाडि नै अथवा कुनै वर्ष 10-8 दिन पछाडि नै मनसुन बाहिरिने गर्दछ। यो वर्ष मनसुन केही समय अगाडि नै बाहिरिने संकेत देखिए तापनि यो मनसुनलाई केही समय राखिरहनको लागि केही मौसमी प्रणालीहरूको पनि हात रहने गर्दछ। जस्तै अरब सागर, बंगालको खाडी लगायतका सामुद्रिक क्षेत्रमा कुनै पनि प्रणालीहरू बनिरहनु र नेपाल नजिकै आउनु, जसको कारणले गर्दाखेरि चाहिँ एन्टी साइक्लोन सक्रिय हुन दिँदैन। जस्तै यहाँले देखिरहनु भएको छ, अहिले एउटा डिप्रेसन छ, यो घडीको उल्टो दिशामा घुमिरहेको छ। घडीको उल्टो दिशामा हावा घुम्नु चक्रवाती हावाको क्षेत्र भनिन्छ। यसले चाहिँ हावा आकाशतर्फ धकेल्न सहयोग गर्छ र बादल बन्ने क्रम बढी हुँदै जान्छ भने चाहिँ घडीको दिशामा जब हावा घुम्दछ यो चाहिँ उल्टो हुन्छ अथवा मोइस्चर जमिनतर्फ आउने गर्दछ र बादल बन्ने क्रम घट्दछ। जसरी यस्तो प्रणालीहरू अगाडि आउने गर्दछन् र बिस्तारै यो जहाँ जहाँ एन्टी साइक्लोन बन्छ त्यहाँ चाहिँ आकाश सफा र टन्टाला पुर घाम लाग्ने प्रकृतिको मौसम रहन्छ भने यसलाई रोक्नको लागि अरब सागर अथवा बंगालको खाडीबाट कुनै पनि सिस्टमहरू बन्नुपर्छ र अगाडि आउनुपर्छ र यसलाई रोक्नुपर्छ। अहिले यो क्षेत्र केही पश्चिमी हावाको पनि जोर रहिरहेको हामी देख्छौँ भने चाहिँ यो क्षेत्रमा पूर्वीय हावाको जोर रहेको छ। यसरी पूर्वीय हावा सशक्त हुनको लागि चाहिँ कुनै पनि समुद्रमा मौसमी प्रणालीहरू बन्नु पर्दछ र संयोगवश भनौं, खुसीको कुरा भनौं, यो वर्ष बंगालको खाडीमा जति अनुमान गरिएको थियो त्यो भन्दा बढी नै मौसमी प्रणालीहरू बनिरहेका छन् र नेपालको नजिक आइरहेका छन्। अहिले पनि यो प्रणाली बिहारको दक्षिणी भूभाग र पूर्वी उत्तर प्रदेशको दक्षिणी भूभागमा रहेर केही न केही यसले नेपालतर्फ वर्षा गराउनको लागि सहयोग गरिरहेको छ। गएको 24 घण्टामा सिन्धुपाल्चोकमै सबैभन्दा बढी वर्षा भएको छ। 80.8 मिलिमिटरको भारी वर्षा भएको छ। त्यस्तै अरू भूभागमा पनि वर्षा भएको छ। लमजुङको पूर्वी क्षेत्रमा 78 मिलिमिटर वर्षा भयो। कास्कीको दक्षिणी भूभागमा 61, अर्घाखाँचीको दक्षिणी भूभागमा 68, दाङको पश्चिमी क्षेत्रमा 45, बाँकेको दक्षिणी भूभागमा 47, दैलेखको मध्य भूभागमा 71, त्यस्तै दोलखाको उत्तरी क्षेत्रमा 53 मिलिमिटर वर्षा भएको छ भने अरू क्षेत्रमा पनि हल्काबाट मध्यम प्रकृतिको वर्षा भएको छ। आदरणीय मित्रहरू, आज भदौको 9 गते नेपालको तराई क्षेत्र तथा केही पहाडी क्षेत्रमा केही बढी बादल देखिएको छ। यो सेटेलाइट तस्बिरमा यहाँहरूले देख्न सक्नुहुन्छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली आसपास वर्षा गराउने प्रकृतिको बादल विकसित भइरहेको छ र सम्भवतः यहाँ वर्षा पनि भइरहेको होला। त्यस्तै लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु लगायतका जिल्लाहरूमा पनि बाक्लो बादल विकसित भइरहेको हामी देख्न सक्छौं। यो पूर्वबाट चलिरहेको हावा पश्चिमी हावासँग इन्टरेक्सन भइसकेपछि यो क्षेत्रमा सम्भवतः अहिले वर्षा भइरहेको होला। त्यस्तै गण्डकी प्रदेशको पनि मध्य भूभागमा आंशिक रूपमा बादल देखिएको छ। कोशी प्रदेशका पनि पहाडी भूभाग तथा केही हिमाली भूभागहरूमा बादल देखिएको छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराईका जिल्लाहरू सबै क्षेत्रमा बादल आउँदै जाँदै गर्ने प्रकृतिको मौसम रहेको छ। आदरणीय मित्रहरू, नेपालको कोशी प्रदेशको तराई क्षेत्र र मध्य प्रदेशमा 15 देखि 20 किलोमिटर प्रति घण्टामा हावा पनि चलिरहेको छ। यो डिप्रेसनको प्रभाव हो। डिप्रेसन अहिले बिहारको दक्षिणी भूभागमा छ। जनकपुर आसपास 20 किलोमिटर प्रति घण्टामा हावा चलिरहेको छ। पहाडी क्षेत्रमा हेर्ने हो भने हेर्नुहोस् न, 9, 4, 6, 3 कम हावा चलिरहेको छ भने नेपालको विशेषतः झापा, मोरङ, सुनसरी,
गण्डकी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, परासी, रूपन्देही, ताङसम्म हावा केही चलिरहेको छ। यो हावालाई छेक्ने कुनै पनि मौसमी अवस्था बन्यो भने चाहिँ यस्तो ठाउँमा क्युमुलस बादल विकसित हुनेछ। ठूलो एउटा बादलको प्याच विकसित भयो भने हावाहुरी पनि चल्न सक्ने सम्भावना रहन्छ। आज भदौको 9 गते केही भूभागहरूमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा वर्षाको गतिविधि बढिरहेको छ। पहेँलो कलर यहाँहरूले जहाँ जहाँ देखिरहनु भएको छ ती क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने संकेत हो। यो कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, त्यस्तै लुम्बिनी प्रदेशका पहाडी भूभागहरू रुकुम पूर्व, रोल्पा, प्युठान, कर्णाली प्रदेशका पनि दक्षिणी भूभागहरू सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशका पनि पहाडी भूभाग बैतडी, डडेलधुरा हुँदै गण्डकी प्रदेशको मध्य भूभाग स्याङ्जा, तनहुँ, कास्की र बागमती प्रदेशका काठमाडौँ आसपासका सबै जिल्लाहरू यी क्षेत्रमा आज अलि बढी वर्षा हुनेछ। वर्षा खण्ड रूपमा भए तापनि कुनै कुनै क्षेत्रमा भारी वर्षा, एक दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने, भनेको 100 मिलिमिटर आसपासको पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी जिल्लाहरूमा वर्षा केही कम सम्भावित रहेको छ। मध्य प्रदेशमा केही वर्षा कम सम्भावित देखिए तापनि यी क्षेत्रमा पनि वर्षा हुन सक्ने छ। अपराह्न पख कहीँ कतै भारी वर्षा हुन सक्ने छ। यहाँ हावा चलिरहेको छ, मौसम आनन्ददायक भएको छ, तर यी क्षेत्रमा हावा हुरीको पनि केही सम्भावना रहन्छ। कोशी प्रदेशका पूर्वी पहाडी तथा हिमाली जिल्लाहरू पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु यी क्षेत्रमा पनि आज कहीँ कतै भारी वर्षा हुन सक्ने सम्भावना रहन्छ। धेरैजसो भूभागहरूमा बादल लाग्नेछ, मध्यम प्रकृतिको वर्षा हुनेछ भने एक दुई स्थानमा अपराह्न पख 50 मिलिमिटर भन्दा बढीको वर्षा पनि सम्भावित रहेको छ। भोलि भदौको 10 गते पनि तराई क्षेत्रमा केही वर्षा बढी हुन सक्ने संकेत देखिएको छ। सबैजसो तराईका जिल्लाहरूमा केही न केही वर्षाका गतिविधिहरू हुनेछन्। धेरै भारी वर्षा होइन, मध्यम प्रकृतिको वर्षा धेरै भूभागमा र एक दुई स्थानमा मध्यम प्रकृतिको वर्षा सम्भावित रहेको छ। यहाँहरूले यो चित्रमा देखिरहनु भएको छ। हरियो कलर मध्यमसम्मको वर्षा सम्भावित, नीलो कलर कहीँ कतै भारी वर्षा पनि हुन सक्छ भन्ने संकेत, र पहेँलो कलर भनेको चाहिँ मोइस्चर छ तर पातलो मोइस्चर छ, यसबाट हल्का वर्षा सम्भावित रहन्छ भन्ने संकेत हो। पहाडी भूभागहरूमा पनि हल्का वर्षा सम्भावित छ। कोशी प्रदेशका केही भूभागमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहे। हिमाली प्रदेशमा वर्षा हल्काबाट कहीँ कतै मध्यम वर्षासम्म सम्भावित रहेको छ। भदौको 11 गते वर्षामा थोरै वृद्धि हुनेछ, किनभने मौसमी प्रणाली केही नजिकै आउनेछ र मनसुन ट्रफ पनि केही उत्तरवर्ती हुने भएको हुनाले नेपालमा थोरै वर्षा बढ्नेछ। मध्य भूभागमा बढी वर्षा, गण्डकी प्रदेशको पर्वत, कास्की, लमजुङ, म्याग्दी, बागलुङ आसपास कहीँ कतै भारी वर्षा, एक दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहन्छ। आदरणीय मित्रहरू, स्मरण रहोस् 50 मिलिमिटर सम्मको वर्षालाई मध्यम वर्षा, 100 मिलिमिटर सम्मको वर्षालाई भारी वर्षा, 100 मिलिमिटरबाट बढी भयो भने मानौ 99 मिलिमिटरलाई भारी वर्षा भनिन्छ भने 101 मिलिमिटर भयो भने त्यसलाई धेरै भारी वर्षा भन्ने गरिन्छ। लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा वर्षा हुनेछ, एक दुई स्थानमा भारी वर्षा। कर्णाली प्रदेशमा हल्काबाट मध्यम वर्षा, सुदूरपश्चिम प्रदेशका दक्षिणी जिल्लाहरू कञ्चनपुर, कैलालीमा कहीँ कतै भारी वर्षा पनि सम्भावित रहेको छ। बागमती प्रदेशमा हल्काबाट मध्यम वर्षा, कोशी प्रदेशमा पनि हल्काबाट मध्यम वर्षा, तराईका क्षेत्रहरू र मध्य प्रदेशमा हल्काबाट मध्यम कहीँ कतै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहन्छ। भदौको 11 गते, भदौको 12 गते पनि 11 गते भन्दा ठूलो मौसममा परिवर्तन हुने छैन। कोशी प्रदेशका तराईका भूभागहरू त्यस्तै मध्य प्रदेशमा कहीँ कतै भारी वर्षा, 50 मिलिमिटर भन्दा माथिको वर्षा पनि हुन सक्ने सम्भावना रहन्छ। यो मौसमी प्रणाली धेरै पश्चिमतर्फ अगाडि जाने छैन। हावाको डाइरेक्सन पश्चिमबाट पूर्वतर्फ जोर चलिरहेको यहाँले देख्न सक्नुहुन्छ। झन्नै झन्नै नेपालको पश्चिमी क्षेत्र नजिकै भएर यो क्षेत्रमा पश्चिमी हावाको जोड रहेको छ। यो एरोमा जब दुईवटा यस्ता सिग्नलहरू हुन्छन्, यो भनेको चाहिँ हावा सशक्त छ भन्ने कुरा हो, र जहाँ सिंगल मात्रै एरो हुन्छ यस्तो क्षेत्रमा चाहिँ हावा कमजोर छ भन्ने संकेत हो। र पश्चिमी हावाको जोरको कारणले गर्दाखेरि यो मौसमी प्रणाली फेरि पूर्वतर्फ नै रिटर्न भएको देखिएको छ, जसले गर्दा नेपालका कोशी प्रदेश र मध्य प्रदेशमा केही बढी वर्षा सम्भावित रहेको छ। बागमती प्रदेशमा हल्काबाट मध्यम वर्षा, अपराह्न पख कहीँ कतै भारी वर्षा। गण्डकी प्रदेशमा हल्काबाट मध्यम वर्षा, मध्य भूभागमा कहीँ कतै भारी वर्षा। लुम्बिनी प्रदेशका उत्तरी जिल्लाहरूमा भारी वर्षा, कहीँ कतै धेरै भारी वर्षा पनि सम्भावित रहेको छ। भदौको 12 गते कर्णाली प्रदेशमा हल्काबाट मध्यम वर्षा, सुदूरपश्चिम प्रदेशमा पनि हल्काबाट मध्यम वर्षा सम्भावित रहेको छ। यतिखेर भएको वर्षाले हामीलाई फाइदा भन्दा पनि धेरै बेफाइदा गर्ने गर्दछ। हामीले विभिन्न स्थानमा बाढी पहिरो गइरहेको हामीले देखिरहेका छौँ। त्यसैले आगामी 3 दिन वर्षा केही वृद्धि हुनेछ, जसले गर्दा आवश्यक सतर्कता अपनाउनु होला। पछिल्लो मौसमी अपडेट र विभिन्न मौसम सम्बन्धी जानकारीको लागि रुटिन अफ मौसमलाई फलो गर्नुहोला। नमस्ते।